नमस्ते सबैजनालाई। र अहिले चाहिँ हामी यहाँ पानीपुरी लिएर बसिसकेको छौँ र मम्मी डेडी डिस्टीहरूले चाहिँ खाइसक्नु भयो र हामीले चाहिँ टोटल यहाँ 20 को क्वान्टिटीमा हामीले चाहिँ लिएर बसिसकेको छौँ पानीपुरी र अब चाहिँ गर्छौँ हामी च्यालेन्ज जो लास्टमा हाल्छ त्यसको लागि चाहिँ स्पेसल यो के भन्नु प्राइज अब हार्नेलाई चाहिँ हामी प्राइज दिन्छौँ, जित्नेलाई होइन गाइस। र प्राइज चाहिँ के हो भनेदेखि फोकस गर्नु यो हो र अब टाइमिङ लाउँछौँ हामी चाहिँ यो फोनमा। टाइम चाहिँ कति छ भने ओन्ली 1 मिनट। त यहाँ हामीले मिनट राख्छौँ अब र मुख चाहिँ के हुन्छ थाहा छैन पानीपुरी खाँदाखेरि कसैको मुख जोलेर। रेडी 1 2 3 खत्म भयो। र टाइमिङ चाहिँ यहाँ अब कति भयो भन्दाखेरि 1 मिनट 46 सेकेन्ड भएको रहेछ गाइस। अब ब्याकग्राउन्डमा चाहिँ अलिकति डिस्टिरुको आएको थियो त्यसैले मैले चाहिँ एडिट गरेर हालिदिएको र 1 मिनट 46 सेकेन्ड भएको रहेछ गाइस। र 1 मिनट 46 सेकेन्डमा हामीले चाहिँ 20 वटा पानीपुरी खाइसक्यौँ र हजुरहरू पनि हामीलाई च्यालेन्ज दिनु होला 1 मिनटमा कतिवटा खाइसक्यौँ भनेर। र वेट प्राइज दिने पालो अब गोल्ड मेडल। र हाम्रो यो खेलमा चाहिँ यस्तो छ, जित्नेलाई चाहिँ प्राइज होइन गाइस, हार्नेको लागि चाहिँ स्पेसल तिखा छ, चटपटा छ, यो तिखी मिर्चीवाला छ। र यो चाहिँ कतातिर जान्छ थाहै भयो होला हजुरहरूलाई। अलरेडी त्यसमा मिर्ची चाहिँ छ, अब यो पनि खायो भने चाहिँ हालत बुरा हुन्छ अब, किनकि अलरेडी अब यति साह्रो पुच्कामा अब मिर्ची चाहिँ मिसाएर खाइसकेको छ र त्यसैले अब आधी अब त्यति साह्रो पनि अब गर्नु हुँदैन। र यो चाहिँ होममेड होइन, अब रेडिमेड पुच्का हो, त्यसैले सो गाइस यति जल्दी जल्दी खाइ गाई सिगान टकेर र छाला गरा चाहिँ गोटा मुखको चाहिँ अवस्था छैन, त्यसैले च्यालेन्ज लाउनको लागि चाहिँ होममेड पुच्का हुनुपर्छ नि।
अनि राम्रो हुन्छ। यो रेडिमेडले चाहिँ गोटा छाला चाहिँ गएको छ। एउटा भरे यो खाना पनि खान सकिँदैन फेरि, एकछिनको यो एक्साइटमेन्ट मात्रै हो। ल हुन्छ त गाइस, फेरि भेट्छु अर्को नेक्स्ट भिडियोको साथ। तबतको लागि बाई बाई। खोर्सानी खाएर